मोमोको लागि दिदीले चटनी बनाउँदै हुनुहुन्थ्यो अनि त्यसपछि हामीले भिडियो बनायौँ। त्यसको लागि दिदीले प्याज लसुन र टमाटर अदुवा काटेर ठिक्क पार्नुभयो। अनि यता भाँडामा तेल तताएर जिरा खुर्सानी अनि त्यसपछि टिमुरलाई चाहिँ पट 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 पड्काउनु भयो। त्यही हो पड्काउनु भयो, पड्काउने त हुन्थ्यो। त्यसपछि त्यसलाई फ्राई गरिसकेपछि यहाँ नुन हाल्नुभयो बेसार हाल्नुभयो। अनि त्यसपछि त्यो भाँडो चाहिँ अलिक सानो भएर यहाँ अर्को कराई पनि लिएर त्यसमा पकाउनु भयो। अनि त्यो सबै चिजहरूलाई फेरि यहाँ मिक्सरमा हालेर अनि यसमा भाँगो पनि अघि भुटेको भाँगो मैले भन्नै भुलेको छु, भाँगो पनि भुट्नु भएको थियो। अनि त्यो भाँगोलाई यसमा हालेर एकछिन घर र मिक्सरमा पिस्नुभयो। अनि त्यसपछि यहाँ चाहिँ दिदीले कागती काटेर रस निचोड्नु भयो अनि हाल्नुभयो। अनि त अचार त टक्क मिठो भयो।